जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी सबै आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यस वडामा पटक पटक तपाईँहरूको घर दैलो जाने क्रममा आएको तपाईँहरूले मलाई देखिरहनु भएको छ। म पटक पटक नै आएको छु। यहाँ हाम्रो वडाका वडा सभापतिज्यू, त्यसै गरेर वडा कमिटी लगायत हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई धेरै माया गरिदिनु भयो। अझै विशेष गरेर भन्नुपर्दा त मैले सोचेभन्दा बढी पनि तपाईँहरूको माया, शुभेच्छा र आफूले मत लगानी गर्नुभयो, त्यसका लागि म तपाईँहरूप्रति साह्रै आभार र कृतज्ञ रहेको पनि जानकारी गराउन चाहन्छु। लामो समयसम्म देखिएको देशमा नैराश्यता र आजभन्दा अगाडिका सबै निर्वाचनहरूमा प्रत्येक दलले हामीले यति सिट लिएर आउँछौँ, अर्को हामीसँग प्रतिस्पर्धा गर्ने समकक्षी दलले यति सिट लिएर आउँछ, दुईजना मिलेर जसरी पनि सरकार बन्छ, दुईटा पार्टी मिल्यो भने जसरी पनि सरकार बन्छ भनेर आजसम्मका निर्वाचनहरूमा सधैँ जनतामाथि निर्वाचन भइरहेको भएको हामीले पनि देखेकै। त्यस नैराश्यतालाई चिर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीतिक धार गर्न सुरुवात गरेकै हो र स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेभन्दा र स्वयं मैले पनि आकांक्षा गरेभन्दा बढी यत्रो अत्याधिक मत यहाँबाट मात्र होइन, त्यसैभरिबाट देश बनाउने त राष्ट्रिय स्वतन्त्र पार्टीले भनेर जुन लहरका साथ, जुन विवेकका साथ, जुन उमङ्गका साथ तपाईँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्नुभयो, आश गर्नुभयो, यसका लागि म पुनः एकचोटि कृतज्ञ रहेको कुरा पनि जानकारी गराउँछ। हिजोसम्मका दिनमा कुनै व्यक्तिले चुनाव जित्थ्यो, कुनै दलले चुनाव जित्थ्यो, तर अन्तिममा जनताको सबै चुनाव हारेकै थियो। जनताले त कहिल्यै चुनाव जितेको अथवा जनताले आफूले निर्वाचन गरेर पठाएको प्रतिनिधिले गर्दा आफूले जितेको महसुस त कहिले गर्न पाइएको थिएन। समग्रतामा भन्नुपर्दा हामी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विजय र्याली मनाएको छौँ। केही महिना अगाडि यत्रो भयो जनजी आन्दोलनको नाममा युवा पुस्ताहरूले कलम बोकेर चौरास्तामा पुग्दै गर्दा त्यो नेतृत्वले, त्यो राष्ट्रिय नेतृत्वले उनीहरूको नाम गलत छ भनेर उनीहरूलाई गोली हान्न पनि पछाडि परेन। म निर्वाचित हुनको लागि ती 77जना युवाहरू, लाखौँ हजारौँ दशौँ हजार युवाहरू सडकमा आएका थिए। त्यो नितान्त मेरो लागि, म निर्वाचित हुनको लागि वा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाओस् भन्नको लागि मात्र थियो। यसको अर्थ हामीले गम्भीर भएर बुझेका छौँ। युवा पुस्ताहरूले जुन माग राख्नुभएको थियो, देशमा भ्रष्टाचारको अन्त्य हो, प्रत्येक दलले निकायहरू कब्जा गर्ने जुन व्यक्ति देशमा देखिएको छ, त्यो सधैँ सधैँको लागि अन्त्य हो। हाम्रो देशमा लगानीको वातावरण छैन, देश छोड्न युवा पुस्ताले आफ्नो देशमा गरिखाने वातावरण हो, भ्रष्टाचारमा अत्याधिक दलीय राज्यका सार्वजनिक निकायहरूमा यही मागहरू राखेर युवा पुस्ताहरू सडकमा गएका थिए र उनीहरूको जुन इच्छा छ, उनीहरूले जुन नेपाल सरकारसँग हिजोको दिनमा गरेका सम्झौता त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा पनि यस अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिका दिनमा म यहाँबाट निर्वाचित अब भइसकेका छु। अब जाँदै गर्दा ती र तत् कुराहरूलाई गर्ने कुरामा सबैभन्दा बढी मेरो भूमिका रहनेछ भन्ने कुरा पनि तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। विशेष गरेर अब जग बसाल्ने समय हो अहिले भने देशको लागि। हिजोसम्म यो पछाडि थाकेको देश थियो, हिजोसम्मको राजनीतिक नेतृत्व, हिजोसम्मको राजनीतिक दलले जुन खालको व्यवहार जनतामाथि देखाउनु भयो, त्यसले हाम्रो देश कहिले अगाडि बढेको महसुस गर्न सकिएन।
आजको दिनमा आइपुग्दा बेला हिजोको नागरिक सरकारले आजको नागरिक सरकारले निर्वाचन सम्पन्न गरेको छ। बल्ल यो देशलाई न्युट्रल गियरमा ल्याइन्छ। अब हामी फर्स्ट गियरमा अगाडि बढ्छौँ। पहिलो गियरमा हामी अगाडि बढ्दै गर्दा हामी ट्रक बसाल्न सक्छौँ। नितान्त जुनसुकै निकायमा जाँदा पनि भ्रष्टाचार हुने हाम्रो देशलाई र कमिसन तन्त्रको खेललाई सधैँ समयको लागि हामीले अन्त्य गर्नको लागि यो 5 वर्ष हामी सबभन्दा बढी समय व्यतीत गर्नुपर्छ। त्यसका लागि चाहिने आवश्यक कानुन बनाउन, भएका कानुनमा संशोधन गर्न वा नचाहिने कानुनहरू खारेज गर्न यसमा सबैभन्दा बढी भूमिका हामी सांसदहरूको रहन्छ। र त्यसमा विशेष गरेर म आफू पनि कानुनको विद्यार्थी भएको हुनाले भ्रष्टाचार निवारण ऐन, राजनीतिक दल सम्बन्धी ऐन लगायतका विभिन्न ऐनहरूमा के कस्तो संशोधन गरेर जनताले चाहे बनेको परिणाम दिन सकिन्छ भन्ने कुरामा म जानकार भएको छु। त्यसमा मैले सबैभन्दा बढी त्यो जग बसाल्न, भ्रष्टाचारको विषयमा र अत्याधिक दलीयकरण भएको विषयमा त्यो रोक्नको लागि सबभन्दा बढी चलनमा प्रश्न उठाउने र ती लगायतको व्यवस्थाहरू गर्छु भनेर पनि तपाईँहरूसँग प्रतिबद्धता गर्न चाहन्छु। दोस्रो, तपाईँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यति माया गरिदिनु भयो कि अब सरकारमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी जानुपर्ने र सदनमा प्रतिपक्षको भूमिका पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपर्ने अवस्था। त्यही भएर म तपाईँहरूले यति बेला निश्चिन्त पार्न चाहन्छु। हाम्रा केही साथीहरू भोलिका दिनमा सरकारमा काम गर्छ। अहिले मलाई कति साथीहरूले अब सांसद त जित्यो, यत्रा भेटरालाई हराएर जानु पर्यो न मन्त्री हुन भनेर पनि कतिपय अवस्थामा भनिरहनुहुन्छ। अब हामी त्यस्तो कुर्सीको खेल हामी सबैका लागि अन्त्य गर्दैछौँ। कोही कति राजनीतिक हार भनेर हामी अगाडि बढ्दैछौँ। भोलिका दिनमा स्वयं प्रधानमन्त्रीलाई वा पार्टीलाई लागेछ यतिको व्यक्ति ल्याउनु पर्ने छ भनेर उहाँहरूले आफैले एउटा क्राइटेरिया बनाउनु होला। हाम्रो आफ्नै पार्टीको विधान गर्न जान्नेर त्यस बमोजिम हामी भोलिको दिनमा गइएछ भने ठिकै छ, गइएन भने पनि हामी सदनमा बस्दै गर्दा भोलिका दिनमा सरकारले गलत काम गरेछ भने पनि त्यो सरकारलाई झटाउने काम स्वयं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गर्छौँ। म यस उपदेशको नम्बर 2 को प्रतिनिधिको हैसियतले पनि भोलिका दिनमा सदनमै बसेर यहाँका कुरा उठाउने त कुरा छँदैछ। यहाँका समस्याहरू भोलि सरकारसँग गएर यो काम गर्नुपर्छ भनेर पार्टीलाई होला, सरकारलाई होला, 70 निकायहरूसँग समन्वय गर्ने कुराहरू होला, ती निकायहरूमा त गर्दैछ। तर पनि भोलि पार्टीले चाहिँ गलत गर्यो भने त्यसका विरुद्ध पनि नबोल्ने हो कि भन्ने डर जनतालाई हुन्छ नि। त्यो डर नरहन भोलि राष्ट्रिय स्वतन्त्र पार्टीले गलत गर्दा हामीले नै त्यो प्रश्न उठाउने कुरा पनि तपाईँहरूसँग म प्रतिबद्धता गर्न चाहन्छु। अब केही दिन पश्चात अब हामी समानुपातिक उम्मेदवार र म सहित केही दिन पश्चात अब हामीलाई केही संवैधानिक दायित्व निर्वाह गर्नको लागि भनेर अब हामी काठमाडौँ जानुपर्ने हुन्छ। भोलिका दिनमा हामी सधैँ यसरी तपाईँहरूको घर दैलोसम्म आउन पनि नसकाउँ त्यो अवस्था पनि तपाईँहरूले देख्नु भएको छ। तर जनताको गुनासोहरू ती सदनसम्म पुगेन। सरकारले कानमा तेल हालेर बसेको बसेन र मेरो उम्मेदवारले गुनासो सुन्नको लागि कुन संयन्त्र बनायो भन्ने कुरा त जान्न पाउने र त्यो संयन्त्र मार्फत तपाईँहरूले आफ्नो प्रतिनिधिलाई आफ्नो कुरा पठाउनु पाउने तपाईँहरूको हक हो। त्यो हकको प्रचलनको लागि मैले उचित व्यवस्थापन मेरो सचिवालय यहीँ बनाएर त्यो गर्ने र स्वयं अब यहाँका सभापतिहरू पनि हुनुहुन्छ उहाँहरू मात्र मैले थाहा पाउने कुराहरू हजुरहरूले त्यसरी च्यानल मार्फत पनि तपाईँहरूले मसँग तपाईँहरूले आफ्नो व्यक्तिगत हुने सामाजिक हेर्नु चाहिँ अब मलाई खुसी के लागिरहेको छ भन्दाखेरि हिजोका दिनसम्म निर्वाचनमा जाँदै गर्दा मेरो नेताले मलाई के गरिदिन्छ र गरिदिँदैछु भन्ने कुरा महत्त्वपूर्ण हुन्थ्यो। तर अहिले जनताले मत माग्न जाँदै गर्दाखेरि उहाँहरूले कुछ भन्नुभएको छ सामूहिकको लागि मात्रै भनिरहनु भएको छ। यही नै राष्ट्र निर्माणको पहिलो आधार हो। त्यो भने चाहिँ व्यक्तिगत हित होइन कि सामुदायिक सार्वजनिक हितको लागि चाहिँ त्यो तपाईँहरूले कुराहरू राख्नुहुन्छ। त्यो कुरा चाहिँ म त्यसरी सम्बोधन गर्ने कुरा पनि तपाईँहरूसँग प्रतिबद्धता गर्न चाहन्छु। र अन्तमा तपाईँको सांसदले के बोल्यो, के लेख्यो, कसरी प्रस्तुति दियो र हाम्रो
स्थानीय समस्याहरू सदनसम्म र सरकारसँग लैजान सक्यो कि सकेन भन्ने विषयमा भोलिका दिनमा म तपाईँहरूको घर दैलोमा आउन नसके तपाईँहरूको हातमा तपाईँहरूको चाहिँ हातले चलाउने मोबाइलमा आउने र तपाईँहरूले भोलिका दिनमा मेरो सदन मेरो प्रतिनिधिले यो कुरा बोलेछ, यो कुरा राम्रो गरेछ, यो कुरा बिगारेको रहेछ, अथवा देशमा देखिएको समस्या र आफ्नो क्षेत्रमा देखिएको समस्या समाधानको लागि यसरी कुराहरू राखेको रहेछ भनेर तपाईँहरूले जुन जानकारी पाउने हक छ नि त्यो हक पनि मैले सामाजिक सञ्जाल मार्फत, अब प्रत्येकको घरमा जान अवश्य नै सकिँदैन, सामाजिक सञ्जाल मार्फत मैले गरेका कामहरू के कस्तो काम गर्दैछु, के कस्तो गर्दैछु र भोलिका दिनमा के कस्तो काम गर्दैछु भन्ने कुरा तपाईँहरूले हातबाट थाहा पाउनु गरेर मैले त्यसको प्रबन्ध मिलाउने पनि जानकारी गराउँछु। र अन्तिममा आजसम्मका जनप्रतिनिधिहरू सबै सरकारमा जाने, सत्तामा जाने, त्यसपछि आफ्नो स्त्री विरुद्धि गर्नमा मात्र बढी समय खेर हाल्नुभयो, आफ्नो सम्पत्ति छोड्नमा मात्र बढी समय खेर हाल्नुभयो। देश जनता सार्वजनिक हितको विषयमा उहाँहरूलाई खासै वास्ता भएन, यसैको परिणाम आज उहाँहरूले भोग्नुभयो। र मलाई थाहा छ कि भोलिका दिनमा यदि मैले पनि त्यसै गरेँ वा मेरा साथीहरूले पनि त्यसै गरे भने यो भिड मसँग रहँदैन, यो मतदान तपाईँहरूले गर्नुभएको यो मतदान सधैँ मेरो लागि यसरी हुँदैन भन्ने पनि बुझेको छु। त्यस कारणले म आफ्नो अन्त्यमा तपाईँहरूसँग मैले प्रतिबद्धता गर्नैपर्छ। मैले पहिला पनि भनेको छु, अब पनि निर्वाचित भएर पनि भन्छु कि भोलिका दिनमा कहीँ कतै भ्रष्टाचार मेरो सांसदले गरेर, मैले तपाईँको सांसदले गरेर वा कमिसन नीति खाएर भन्ने कुरा तपाईँहरूको काममा नपर्ने गरेर, कहिल्यै नगर्ने गरेर त्यो तपाईँहरूसँग मैले वार्ता गर्दै देश र जनताको हकका लागि सधैँ प्रतिबद्ध र कटिबद्ध भएर काम गर्ने र गलत व्यक्तिलाई निर्वाचित गरिएको कि भन्ने कुरा तपाईँहरूको मनमा कहिल्यै पनि नआउने पनि तपाईँहरूलाई जानकारी र प्रतिबद्धता गर्दै म मेरा दुईटा शब्द यही ल्याउँछु। हस्, धन्यवाद। जय एमपी।